राष्ट्रभन्दा माथि कुनै दल, व्यक्ति र संस्था हुन सक्दैन। नमस्कार, म कपिल कस्वाल। यही फागुन 21 गते आम निर्वाचन आइरहेको छ। सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु र आफ्नो यो नेपालीको विशेष अधिकार तपाईले सही रूपमा प्रयोग गरेर देशलाई मार्गनिर्देश गर्ने पार्टीलाई चुन्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु। कुनै पनि एउटा दल विशेषले नेपालको विकास गर्न सक्दैन, भलै त्यो 2/3 सरकार नै किन नहोस्। नेपालमा बहुमतका सरकार 2/3 सरकार स्थापना नभएका होइनन्। नेपालको आर्थिक, सामाजिक सबै क्षेत्र यस्तो जटिल छ जहाँ एकता बिना देशको विकास, नेपालको विकास सम्भव छैन। तसर्थ बहुमत ल्याए पनि अथवा 2/3 ल्याए पनि सम्पूर्ण दल मिलेर नेपालको विकास गर्नु अपरिहार्य छ र त्यो बिना विकल्प छैन। हामीले धेरै उदाहरण प्रस्तुत गरिसकेका छौँ। धेरै अनुभव नेपाली राजनीतिले भोगिसकेको छ र त्यो आधारमा हामीले नेपाललाई अब निर्वाचनपछि जसले सरकार बनाए पनि एउटा निश्चित उद्देश्यको साथमा हामी सम्पूर्ण नेपालीलाई एकताबद्ध गरेर अगाडि बढ्नुको विकल्प छैन। ती कुरा गर्दा के हुन सक्छन् त ती मुद्दाहरू, जस्तै राष्ट्रिय मुद्दामा साझा सहमति गर्नु अति आवश्यक छ। संविधान, राष्ट्रियता, राष्ट्रिय सुरक्षा, शिक्षा, स्वास्थ्य, आर्थिक प्रणाली लगायतको विषयमा कुनै दल विशेषले मात्र गर्न सक्दैन। यसमा साझा रणनीति आवश्यक छ र त्यो नगरिकन अन्य विकासहरू, अन्य कुराहरू सम्भव हुँदैनन्। हामीले संवादको संस्कृति सदा ख्याल गर्नुपर्छ। एकले अर्कालाई सानो देखाएर, नीच देखाएर नेपाली राजनीति अब चल्दैन। यो युवा पुस्ताको आक्रोश त्यही कारण पनि आएको छ। तसर्थ संवाद र सहकार्यको साझा संस्कृति हामीले विकास गर्नु आवश्यक छ। तेस्रो कुरा, नीति र तथ्य केन्द्रित वैज्ञानिक राजनीति गर्नुपर्छ। हामी कुनै मनगढन्ते कुरा गरेर, अन्तर्राष्ट्रिय कुराहरूलाई जोडेर मात्रै अब राजनीति गर्न सम्भव छैन। यो 21औं शताब्दी, यो सामाजिक सञ्जालको समयमा हामीले कसैलाई झुक्क्याउने अथवा भ्रममा पार्ने राजनीति गर्न सक्ने छैनौँ पक्कै पनि। अब त्यो समय गइसकेको छ। सम्पूर्ण राजनैतिक दलले राम्रो संस्कृतिको विकास गर्नु आवश्यक छ। र 4 नम्बरमा रहेको छ संस्थालाई स्वतन्त्र र बलियो बनाउने। देशमा रहेका विभिन्न कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, विभिन्न आयोगहरू सबैलाई, प्रशासनहरूलाई हामीले एकदम निष्पक्ष र शक्तिशाली बनाउन आवश्यक छ। यसलाई राजनीतिक भर्तीको केन्द्र बनाउने र आफ्नो रोटी सेक्ने दलहरूले जो गरिरहेका छन् त्यो अब सम्भव छैन, गर्नु हुँदैन। सम्पूर्ण दलहरूलाई म त्यो विनम्र आग्रह गर्न चाहन्छु। र विभिन्न विकासका विभिन्न प्रतिबद्धता, घोषणापत्र जारी गर्दै गर्दा अब हामीले दीर्घकालीन राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक छ। आर्थिक पक्षमा, सामाजिक पक्षमा, नैतिक पक्षमा, सबै क्षेत्रमा हामीले एउटा राष्ट्रिय दृष्टिकोण बनाउन अति आवश्यक छ र त्यसको लागि पनि म हार्दिक आग्रह गर्न चाहन्छु। र देश युवामय भएको छ। अब युवामा त्यो जोश, जाँगर छ, शक्ति छ। अब त्यसलाई हामीले परिचालन गर्नुपर्नेछ, प्रयोग गर्नुपर्नेछ। युवा शक्ति बिना देश अगाडि बढ्न सक्दैन। तसर्थ सबै क्षेत्रमा समान सहभागिता युवाहरूको गराउनु आवश्यक छ र युवालाई देश निर्माणमा परिचालन गर्न आवश्यक छ र त्यो परिचालन गर्नको लागि के कुराहरू आवश्यक छन् सम्पूर्ण दलहरू मिलेर बहस गर्नुपर्छ।
एकै टेबलमा बस्नुपर्छ, छलफल गर्नुपर्छ र युवा मार्फत देश विकास गर्ने एउटा खाका बनाउनुपर्छ। र यी कुराहरू गर्दै गर्दाखेरि निर्वाचन सम्मुखमा आइसकेको छ। हामीले असल चरित्र भएका उम्मेदवार, देशको लागि राम्रो योगदान गर्न सक्ने दल र राजनैतिक संस्कार भएका पार्टीहरूलाई हामीले छान्नुपर्छ। युवा भन्दैमा कोही राम्रै हुन्छ भन्ने हुँदैन र वृद्ध भयो भन्दैमा नराम्रो हुन्छ भन्ने पनि हुँदैन। सबैमा केही राम्रा पक्ष र केही नराम्रा पक्ष हुन सक्छन्। तसर्थ राम्रो उम्मेदवारलाई छानौँ, भ्रममा नपरौँ र देश निर्माणमा सबै मिलेर अगाडि बढौँ। सम्पूर्ण नेपाली जनता, राजनीतिक दल र सम्पूर्ण उम्मेदवारलाई फेरि पनि बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। नमस्कार।